र ठीक यही बेलाबाट केपी ओली सरकारको निर्देशनमा मृत्युको ताण्डव सुरु हुन्छ। संसद भवनभित्र नेपाल पुलिसको स्पेशल टास्क फोर्सले इन्सास र एसएलआर जस्तो राइफल प्रयोग गरेर अन्धाधुन्द फायरिङ सुरु गर्छ। यही बेला दैलेखका प्रकाश बोहरा संसद भवनको दक्षिणपट्टिको वाल अगाडि प्रदर्शन गरिरहेका हुन्छन्। त्यही बीच उनको देब्रे खुट्टामा गोली लाग्छ र यो अस्तव्यस्तताको बीच उनलाई अस्पताल पुर्याउने हुँदा उनको यो रगतले लतपतिएको जुत्ता संसद भवन अगाडि नै छोड्छ र यसरी जन्म हुन्छ जेनजी विद्रोहको प्रतीकको रूपमा यो आइकनिक जुत्ताको। तर प्रहरी यतिमै रोकिँदैन। संसद भवन गेट अगाडिबाटै ठाडो गोली लागेर कयौं युवाहरू तत्कालै ढल्छन् र ती ढलेका युवाहरूलाई तुरुन्तै यहाँ रहेको सिभिल हस्पिटल लगिन्छ। समय 1:30 बजे। संसद भवनको गेट अगाडिका प्रहरीले आन्दोलनकारीलाई हात उठाएर अगाडि आउन निर्देशन दिन्छन् र जब उनीहरू गेट अगाडि आइपुग्छन् प्रहरीले उनीहरूलाई ताकेर गोली बर्साउँछ। यही घटनाको अर्को एंगल यस्तो देखिन्छ। समय 1:59। बानेश्वरको यातायात विभागको ठीक अगाडि ग्लोबल कलेजमा पढ्ने विद्यार्थी श्रीयम चौलागाई पहिलोपल्ट यो भिडियोमा देखिन्छन्। श्रीयम कलेज विदा भएर आन्दोलनमा सामेल हुन आएका थिए र उनी अब यहाँबाट भिड सँगसँगै बानेश्वर चोकतर्फ जान्छन्। समय 2:15 देखि 2:30 को आसपास। बानेश्वर चोकमा श्रीयम ताली बजाउँदै आन्दोलनलाई समर्थन गरेर हिँड्दै थिए। उनले न केही तोडफोड गरेका थिए न प्रहरीसँग नै भिडेका थिए। यो भिडियोले तपाईलाई विचलित गर्न सक्छ। श्रीयमलाई दाहिने शिरमा गोली लाग्छ र स्कुल ड्रेसमा रहेको एउटा निर्दोष बच्चालाई सरकारले टाउकोमा ताकेर हत्या गर्छ। तिम्रो बाबुको हिम्मत छ भने केपीओलीलाई गिरफ्तार गर। गोलीको ट्र्याजेक्टरी हेर्दा उनलाई पश्चिम दिशाबाट कसैले ताकेर हानेको जस्तो देखिन्छ र सम्भवतः कुनै हाइटबाट हाने जस्तो पनि देखिन्छ। र भिडियोमै हेर्ने हो भने यहाँ श्रीयमको अगाडि केही व्यक्तिहरूले आफ्नो कान थुनेको र त्रसित भएको देख्दा गोली यतैतिरको एंगलबाट हानिएको हो जस्तो देखिन्छ। तर यो विषयमा अरू भिडियोज र नयाँ छानबिन हुँदै जाँदा सत्य तथ्य अवश्य निस्केला र गोली एक्ज्याक्टली कसले चलाएको हो भन्ने कुरा पनि थाहा होला। श्रीयम बाटोमा ढल्छन् र उनलाई हस्पिटल पुर्याइन्छ तर त्यति बेलासम्म उनको निधन भइसक्छ। तर सरकारको आतंकवाद यतिमै रोकिँदैन। केही आन्दोलनकारीहरू आफ्नो ज्यान जोगाउन सिभिल हस्पिटल छिर्न थाल्छन् तर पुलिसले हस्पिटल भित्रै उनीहरूलाई खेदाएर लाठीचार्ज, अश्रु ग्यास र गोली समेत प्रहार गर्छ। सिभिल हस्पिटल भित्र उपचार गरिरहेको ठाउँमा बिरामी ट्रान्सफर गरिरहेको बेलामा ढोकामा आएर गोली हाने यिनीहरूले है। अब यो गभर्नमेन्ट, दिस गभर्नमेन्ट हैज फेल्ड। हेर्दा यस्तो लाग्दै थियो सरकार र प्रशासनलाई शैतान चढेको थियो र उसले मानवता के हो बिर्सिसकेको थियो। पुलिस अब अनियन्त्रित तरिकाले अन्धाधुन्द गोली हान्न थाल्छ र त्यसको लागि उनीहरूले यो ठाउँ चुज गर्छन्। संसद भवनको यो पुलिस पोस्टको हाइट जहाँबाट पुरै बानेश्वर एरिया देखिन्छ। बानेश्वर अगाडि रहेको स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क नेटबाट खिचिएको भिडियोमा पनि यो कुरा प्रष्ट देखिन्छ कि कसरी पुलिसले त्यो चौकीबाट गोली बर्साउँदै थियो। केही आन्दोलनकारीहरू फुटपाथलाई कभर बनाएर गोलीबाट बच्दै थिए तर यत्रो जोखिम हुँदा पनि पुलिसले गोली बर्साउन रोक्दैन। समय करिब 3 बजे। संसद भवन अगाडि रगतको खोला बगिसक्छ। भिड तितर-बितर भइसकेको हुन्छ। सयौं घाइतेहरूलाई नजिकको सिभिल हस्पिटल त लगिन्छ तर हस्पिटलले थेग्ने अवस्था थिएन। साँझ ढल्दै जाँदा आन्दोलन मत्थर भए पनि सरकार र पुलिसको आतंकवाद रोकिँदैन र भित्री गल्लीहरूमा अन्धाधुन्द फायरिङ चलिरहन्छ र चेकिङको नाममा निर्दोष यात्रुहरूलाई समेत लाठीचार्ज गर्छ। 2642 राउन्ड। म फेरि भन्छु 2642 राउन्ड बुलेट्स फायर भएको थियो भनेर प्रहरीको प्रारम्भिक रिपोर्टले भन्छ। र त्यस दिन सरकारले काठमाडौँ र बाहिर गरेर 19 जना युवाको विभत्स हत्या गर्छ। साँझ 6 बजे बालुवाटारमा मन्त्री परिषद बैठक बस्छ। देश जलिरहेको थियो तर प्रधानमन्त्रीको घमण्ड भने रत्तीभर घटेको थिएन। उनको हाउभाउ र बोलीचाली हेर्दा लाग्दै थियो यो घटनालाई लिएर उनी धेरै संवेदनशील थिएनन् र कुनै पनि हालतमा राजीनामा गर्ने सोचेका पनि थिएनन्। अरू त अरू, आम जनतासँग माफी माग्ने भन्दा पनि गल्ती पुलिस प्रशासनको थियो भनेर उम्किन खोज्दै थिए। आन्दोलनकारीलाई एभरेस्ट होटलभन्दा अगाडिसम्म किन जान दिइयो? ब्यारिकेडिङ किन बलियो भएन? ओली आफ्ना मन्त्रीहरूलाई प्रश्न गर्छन्। त्यतिकैमा त्यो बैठकमा गृहमन्त्री रमेश लेखक आउँछन् र ओलीलाई राजीनामा पत्र थमाउँछन्। ओली आश्चर्यचकित हुन्छन् र राजीनामा स्वीकृत गरे पनि सरकारलाई बाहिरैबाट भए पनि साथ दिन भनेर गृहमन्त्रीलाई आग्रह गर्छन्। निर्लज्जताको पराकाष्ठ देखाएर युवाको रगतले भरिएको हात लिएर ओली आफ्नो कुर्सी जोगाएर बस्छन्। नेपालको इतिहासमा हामीले कोत पर्वबारे पढेका थियौं, जनआन्दोलन देखेका थियौं, माओवादी जनयुद्ध भोगेका थियौं र यी सबै घटनाहरूमा कयौंको ज्यान गएको थियो। तर सरकार आफैले आम नागरिकलाई नरसंहार गर्ने उद्देश्यले
एकै दिन यत्रो संख्यामा निर्दोष बालबालिका र युवाहरूको हत्याको घटना इतिहासमा कहिले पनि घटेको थिएन। त्यसैले तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सिडिओ छवि रिजाल र यसमा संलग्न सबै हत्याराहरूलाई कानुनको दायरामा ल्याएपछि मात्र युवाहरूको बलिदानले सार्थकता पाउँछ। यति मात्र होइन, सत्तामा भएकाहरूको दम्ब र घमण्डले गर्दा अर्को दिन भाद्र 24 गते सिङ्गो देश जल्न पुग्यो। त्यसैले म गृह मन्त्रालयसँग यही भिडियो मार्फत अपिल गर्न चाहन्छु, निष्पक्ष छानबिन गरेर यी हत्याराहरूलाई कानुनसम्म ठूलोभन्दा ठूलो कारबाही गरियोस्। सी यू इन द नेक्स्ट वान। सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुन्डु के सोच्यो?